Good morning guys, welcome back to new video. आज हाम्रो एडिनब्रा घुम्ने प्लान छ। हिजो राति खानासाना खायो अनि सोच्यौ आज चाहिँ हाम्रो एडिनब्रा सिटी घुम्ने प्लान छ। हामी होटलबाट ठ्याक्क हाम्रो होटल उतै हो, यहाँबाट यहाँ ट्राममा आइपुगिसकेका छौँ। अब यहाँबाट हामी आज एडिनब्रा सिटी एक्सप्लोर गर्छौँ। ट्राममा चढ्दैछु गाइज। जालतिर बस्छु है, धन्यवाद। ल गाइज हामी आइपुग्यो सिटी सेन्टरमा ट्याक्क। अब यहाँ चाहिँ अब सिटी मजाले घुमिन्छ। हो त हेर्नुहोस् त पुरा यो माझमा यहाँ चाहिँ एडिनब्रा क्यासल हो। क्यासलै क्यासल छ। अब हामी यताबाट जान्छौँ पहिला यतातिर घुम्नको लागि। जुनको मन छ है, जाडो पनि छ, चिसो पनि छ। जाडो हुन्छ कि भनेर ज्याकेट हालेर आएको थियो उसमा ब्यागमा। मजाको क्यासल। हाम्रो ग्याङ चाहिँ अब क्यासल हेर्न जाँदैछ गाइज। उकाली उकाली चढ्दैछौँ हामी गाइज। सुरुमै थकित बनाइदिएँ माइजू, साह्रै थकित बनाएँ सुरुमै। रिट्टा छोरीले यहाँ उकालो चढाएर सुरुमै थकित बनाइदिएँ। गाइज हामी आइपुग्यौँ। पुरा यो चाहिँ प्यालेस चाहिँ त्यहाँ रहेछ। प्यालेस अलिक खोल्ने छैन, एकदम लाइन छ। ओल्ड स्ट्रिटतिर जान्छौँ। ओहो यहाँ यत्रो ठुलो क्याथेड्रल रहेछ। टुरिस्टहरू यता हुनुहुन्छ। शीतलो भएछ, तर ज्याकेट पनि लिएर आएको छ झोलामा, जाडो हुन्छ कि भनेर। आजको वेदर फोरकास्ट त्यति राम्रो छैन, त्यही भएर उता चाहिँ बाटो बनाउँदै रहेछ। टुरिस्ट फ्लो बढिसकेछ। एडिनब्रा इन्टरनेसनल फेस्टिभल। यसो डुल्ने। ल यो चाहिँ ढले छ। म त ढले 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 भएछ यो चाहिँ भिक्टोरिया स्ट्रिट। वेदर चेन्ज गाइस, सब छाता ज्याकेट ओढेर हिँड्नेछौँ। म पनि पुरा ज्याक हानेर हिँड्दैछु गाइज। सोल्टिनी चाहिँ पुरा छाता ओढेर हिँड्दैछ। कोही यहाँ फेरि माथि नाङ्गै बसिरहेको छ, चाहिँ जाडो भएको छैन। ओहो ल कलरफुल स्ट्रिट रहेछ। ल यो चाहिँ भिक्टोरिया स्ट्रिट हो गाइज। अब हामी यताबाट यता माथि जान्छौँ। भर्खर हामी चाहिँ पानी परेर एकछिन बस्यौँ 5 मिनट जति सेडमा। अब फेरि पानी बस्यो। अब फेरि हाम्रो एक्सप्लोरेसन स्टार्ट हुन्छ गाइज। सबैजना पानीबाट निक्ल्यो। एकैछिनमा घाम आउँछ, एकैछिनमा जाडो हुन्छ, एकैछिनमा पानी पर्छ। हेर्नुहोस्
Alcohol is our drugs. No more than that. Les fois où il a testé température, c'est rare. लक्खर लक्खर पक्खर पक्खर हिँड्दैछौँ है लक्खर लक्खर स्कटल्यान्डमा यस्तो ठाउँमा बजाएर बस्दैछ डाक्टरले Welcome to Edinburgh Castle, guys. See the cannons? तो भन्ने हैन तोप यहाँबाट हामी अघि त्यस्तो टाढोबाट देखाएको यही हो है यहाँबाट चाहिँ तोप हानेर आफ्नो सिटीलाई यसरी गार्ड गरेर सिक्युरिटी दिन्छ पानी परेर औडा भयो यार ट्रेन चलेर आएको लाइन लाएर हैरान्छ तोपहरू छ गाइज हेर्नु Una foto. जमुनामा युज हुने तोप छ है गाइज तोप अन्त पोगल ब्याट्री 1544 तोप तोप यहाँबाट कता हेरेर चाहिँ तोपले यार यस्तो गाडो गरेर बसेछ मान्छेहरू आउनेहरू चाहिँ आउँदैछ नानी जाँदैछ पैसा धुट्टो कमाउँछ यार यो क्यासलले हो गाइस हाम्रो चाहिँ अब यो क्यासलको टुर भयो हो हामी फेरि सिटीतिर लाग्छौँ नानादेखि बेलुकासम्म बिजी 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 अब चाहिँ हामी फेरि सिटीतिर लाग्छौँ खाना साना खाने टाइम हुन लाग्यो Yeah, what are they like? Oh, they're very good. अघि नै त्यतै गयौँ होइन हामी त्यही हो फर्क्यौँ उताबाट जानु भनेर अब चाहिँ हामी फर्किन्छौँ गाइस पछाडि देख्नुपर्छ अनि हामी चाहिँ सिटी सेन्टरतिर आइपुग्यौँ यो चाहिँ नै एउटा यो स्कटिस मोनुमेन्ट भन्छ यस्तो टाढोबाट हेरेर यस्तो दामी देखेर है यो चाहिँ यो तल चाहिँ एउटा पार्क रहेछ होइन अन्त तल यो चाहिँ सिटी सेन्टर हो सिटी सेन्टरमा यस्तो दामी दामी उसहरू छ यहाँ चाहिँ यहाँबाट यस्तो दामी भ्यू देख्दो रहेछ यता चाहिँ डाँडा डाँडामा छ यो चाहिँ यहाँको नेसनल ग्यालेरी भयो है अनि यताबाट त्यो क्यासल चाहिँ हामी गएर आएको अनि फेरि घाम लाग्यो
गर्मी भयो ल गाइज हामी यहाँ एडिनब्राको खुकुरी रेस्टुरेन्टमा आइपुगेका छौँ है खाना खान आज दिनको थकाइ अब खुकुरी रेस्टुरेन्टमा खाना खाएर मेटाउनेछौँ खाना कस्तो हुन्छ देखाउँछु तपाईँहरूलाई है म Thank you. Thank you. Thank you. Thank you. Thank you so much. Thank you. Thank you. खाना है गाइस खाना मैले अघि नै भनेको होइन सेन्टाइजर मैले अघि नै भनेको पुलाउ हुन्छ चपाती हुन्छ नाइस नाइस हामी चाहिँ अब खाना खान्छौँ है गाइस खाना चपराक चपराक खुकुरी रेस्टुरेन्ट है गाइस कस्तो छ खाना ठिकै छ कि मिठो दाजु मिठो छ है मिठो छ मलाई चाहिँ एकदम मिठो छ गाइड रोटी थपियो है खाना खाँदा हामी यहाँ अझै थपियो सबै कुरा खाना थपियो खोर्सानी कोडा छ पानी हाल्नु त मलाई पिरो Thank you, bye bye. Guys, wow, rumतिर गएर ढलिन्छ होला सो आजको भ्लग चाहिँ यहीँ एन्ड गर्नु पर्यो ल टन्न खाइयो पेट टन्न भयो रुमतिर गइन्छ अनि सुतिन्छ अनि भोलि बिहानै उठेर यता माथि आइल्यान्डतिर गइन्छ See you tomorrow. Bye bye.